नमस्कार, म विशाल टाडी। यतिखेर म अहिले चाहिँ आफ्नै घर बडेकेदार 4 टिमुटे पानीमा छु। तपाईले देखिराख्नु भएको छ हैन। यतिखेर म के गर्दैछु भने चाहिँ अमल्सा केलाउँदैछु। यसको पात निकालेर यसलाई झाडो बनाउनमा यसलाई तयारी गर्दैछु। यसलाई अमुर्सो पनि भन्छन् नेपालीमा चाहिँ, हाम्रो गाउँतिर चाहिँ अमल्सा भन्छन्। यो चाहिँ अहिले पछिल्लो समयमा यसको नेपाली तथा विदेशी बजारमा यो कुच्चोको झाडोको एकदमै माग बढ्दो छ। त्यही भएर हामी जस्तो हाम्रो यस बडेकेदारका विभिन्न ठाउँमा विभिन्न ग्रामीण भेगहरूमा जुन भिरालो जमिन हुन्छ हैन, जुन त्यति खेर गइरहेको जमिनमा यो अमल्सा लगाएर आम्दानीको स्रोतहरू एकदमै बढाउन सकिन्छ। सम्पूर्ण कृषि वर्गमा लागेका कृषि पेसामा लागेका सम्पूर्ण वर्ग बुद्धिजीवीहरूलाई म के भन्न चाहन्छु भने चाहिँ अमल्सा लाउनुहोस् हैन। यसले त्यति धेरै यसमा मेहनत पनि छैन, लगाउने हो यसलाई अनि यसलाई निकाल्ने हो। यसको नेपाली बजारमा नभएर नेपाली भन्दा बाहिरी बजारमा पनि राम्रो माग छ। यसको राम्रो आम्दानीको बाटो रहेको छ। यसलाई चाहिँ न्यूनतम बजारमा किन्नु पर्दाखेरि 100 रुपैयाँ, 100, 120, 150 रुपैयाँसम्म हाल्नुपर्ने हुन्छ। लगाइदियो भने एउटै बोटबाट पनि लगभग 2-3टा कुच्चाहरू बन्ने छ हैन, यसको झाडोहरू बन्छ। त्यही भएर म के सजेसन गर्न चाहन्छु भने चाहिँ लगाउनुहोस् यस्तो चिजहरू हैन। जुन ठाउँमा बाँझो परिरहेको छ, जमिन खेर गइरहेको छ, त्यस्तो ठाउँमा लगायो भने यसले आम्दानीको स्तर पनि बढाउने भयो। अनि यो चाहिँ रहेको पातहरू बाख्राको लागि घाँस पनि हुने भयो। अनि फेरि यसको डन्ठाहरू पनि काम लाग्छ। यसलाई युज गर्न सक्यो भने यही भिडियो सन्देश मार्फत सम्पूर्णलाई म जानकारी गराउन चाहन्छु। धन्यवाद।